यो चाहिँ मस्यामको लागि थाङ्रा र मस्याम चाहिँ एकदमै उम्रिसकेछ है थाङ्राको लागि मामा यहाँ मजाले उम्रेछ बित्ति यस्तै छ के भनेर बस्तीको मौकाको बस्ती के भनेको मैले के भन्नु भनेको के भयो भाइ आजको मौसम चाहिँ यस्तो छ है यो चाहिँ मौसमको लागि है यस्तै छ है बस्तीमा चाहिँ 1 बिटा 2 3 4 5 बिटा अझै पनि लाग्छ यहाँनिर चाहिँ बुटुटु आइरहेको छ है र आजको मौसम चाहिँ एकदमै दामी भइदिरहेको छ र यस्तै छ बस्तीमा के गर्नु र है बस्तीमा बसेर फाइदा त उठाउनै पर्यो र यो चाहिँ मस्यामको लागि हो र यो चाहिँ मकै आइरहेको छ है एकदमै दामी सिन भइदिरहेको छ हेर्नुहोस् न यहाँनिर एकदमै दामी सिन भइदिरहेको छ र यहाँनिर फुल पनि एकदमै दामी भइदिरहेको छ र यहाँनिर चाहिँ टक्कै यसरी फोटो खिच्दा पनि हुन्छ है र पारी सिन हेर्नुहोस् न क्या दामी आइदिरहेको छ है फेरि पनि थाङ्रा काट्नुपर्ने छ पुगेकै छैन है र यस्तै छ यहाँको जग्गाहरू चाहिँ एकदमै दामी भइदिरहेको छ आज चाहिँ सो म तपाईँहरूलाई थाङ्रा काट्दै गरेको म तपाईँलाई देखाउँछु नि हस् काट्नु भनेको आमा थाङ्रा र यहाँ चाहिँ आमाले अलैँची खानु हुँदैछ असारे उयो असारे के ल त गाइस यसपालि चाहिँ प्रशस्तै छ के खानु हुने है यहाँनिर मस्यामहरूदेखि लिएर तपाईँहरूले के कुन चाहिँ मस्याम चाहिँ तपाईँहरू लिनुहुन्छ यहाँनिर थाङ्रा है यो चाहिँ कस्तो छ है उयो मस्याम हेर्नुहोस् न यहाँ कस्तो मजाले बिच्चिटिआएछ र यसलाई चाहिँ यसरी लाउँछ खान्छ यसलाई चाहिँ अब होइन यसलाई अलिक बिचमा लगाइदिनु होला है त्यो अलिक काट्नु नि ओ यति काटिदिनु नि यसरी तिखो पार्नुपर्छ अब यो चाहिँ बिउ तपाईँहरूले देख्नुहुन्छ यहाँबाट तुसा सट्टा आएर चाहिँ उँभो जान्छ यस्तै छ है प्रशस्तै अलैँची छ यहाँतिर र थाङ्रा यसपालि कति खाने राजमा देख सकते हैं आप लोग किधर